सो पोलिटिकल यात्रा तपाईँको कहिलेदेखि सुरु भएको जो मैले 8मा चिनेको त्योभन्दा अगाडिदेखि हो म बच्चै हुँदादेखि नै त्यो एउटा राजनीतिक माहौलमा हुर्केको व्यक्ति हो अन्त मेरो इन्क्लिनेसन पोलिटिक्समा आई वाज बोर्न इन पोलिटिक्समै मेरो जन्म भएको ओके है मलाई अब त्यति बेला मेरो दौतरेहरू मेरो साथीहरू मेरो कलिग्सहरू अब विभिन्न क्षेत्रमा उहाँहरूको इन्ट्रेस्ट कतिलाई म्युजिकमा कतिलाई स्पोर्ट्समा है हुन्छ नि मलाई चाहिँ एकदम राजनीतिमै म त सुभाष घिसिङै हुने उहाँ मेरो आइडल उहाँ मेरो रोल मोडल र घर पनि लालकोटी माथि थियो र सुभाष घिसिङज्यू त्यति बेलाको टाइममा डिजिएसीको चेयरम्यान भर्खर हुनु आउँदा पाइलटमा आउने कहिले पनि गोर्खा समाजको एउटा व्यक्तिलाई त्यसरी पाइलटमा आएको कन्वेमा आएको त्यत्रो एउटा जेड क्याटेगोरीको प्रोटेक्सन सेक्युरिटी र हामी लालकोटी घुम्नु जान्थ्यौँ सानोमा केटाकेटी हुँदा र बेङ्गोली टुरिस्ट आएर उहाँको खुट्टा ढोकेको देख्दा एउटा एउटा इन्डेलेबल इम्प्रेसन कहिले नमिटिने छाप त्यो मनमा पस्यो र म चाहिँ सुभाष घिसिङ हुने र घरको माहौल र परिस्थिति पनि त्यस्तो थियो हुनु त मेरो बाबा एक कवि हो तर मेरो अङ्कल्सहरू मेरो परिवारको धेरै मान्छेहरू सुभाष घिसिङज्यूसँग एकदमै संलग्न भएर काम गरेको एकदम हाइएस्ट लेभल उहाँ दिल्लीमा केलामा हुनुहुन्थ्यो बिबी तामाङहरू हुनुहुन्थ्यो मेरो जो बिपिन स्याङदेनहरू जिएनएसएफमा र त्यो माहौल त्यो चर्चा परिचर्चा घरमा त्यही परिवेश थियो र त्यो माहौलमा हुर्किँदा अब त्यो एउटा त कविको एउटा छाप बाबा कवि साहित्यिक माहौल र एउटा राजनीतिकको अब सुभाष घिसिङज्यूको भाषण त्यो अडियो टेपमा सधैँ सुन्ने भर्ब्याटिम थाहा थियो मलाई धेरै धेरै भाषणहरू भर्ब्याटिम टपदेखि लास्टसम्म स्कुलको चाहिँ अब मलाई थाहा हुन्थेन बुझ्नु भएन स्कुलको पाठ्यक्रमहरू चाहिँ के छ कसो छ मलाई केही थाहा हुन्थेन तर सुभाष घिसिङज्यूको भाषण चाहिँ सुरुदेखि लिएर अन्तसम्म म एकदम एज डिक्टेसन म भन्न सक्थेँ भर्ब्याटिम भन्न सक्थेँ र यो इन्फ्लुएन्सेसहरू थियो र म सानैदेखि राजनीतिमा माहौलले हजुर माहौलले तानेर तर 2007मा चाहिँ फर्मल इन्डक्सन भयो पोलिटिक्स 2007मा जब यो गोर्खा जनमुक्ति मोर्चा जन्मिएपछि भर्खरै म ल पास गरेर आएको थिएँ अन्त त्यति बेला अब गोर्खा जनमुक्ति मोर्चाको आगमन भएपछि हामी पनि अब संलग्न भयौँ पार्टीमा मेरो भाषणहरू सुन्नुभएछ कहीँ सुभाष घिसिङज्यूले त्यति बेला त्यति डरलाग्दो इन्फर्मेसन टेक्नोलोजीको क्रान्ति भएको थिएन है भए पनि अब त्यो राति के च्यानलहरू चल्थ्यो अन्त सुभाष घिसिङज्यूले सुन्नुभएछ अन्त को यो एकदम बाठो छ त सानो भए पनि बाठो रहेछ त राम्रो बोल्दैछ त लु लिएर आउनु भन्दाखेरि चाहिँ मलाई थाहा छ नोभेम्बरतिर म नोभेम्बर 3 तारिकतिर चाहिँ म 1907 सालमा सुभाष घिसिङज्यूको पार्टी अफिसमा फर्मली मलाई उहाँले बोलाउनु भएको थियो र त्यही कुरा चर्चा परिचर्चा गर्दा त्यहाँदेखि चाहिँ म एकदम एक्टिभ सो कस्तो दामी कुरा क्या हुन्छ नि जो क्या तपाईँले भन्नुभयो नि मैले उहाँलाई आइडलाइज गर्छु सुभाष घिसिङज्यूलाई होइन अनि उहाँको मलाई भाषणहरू मुखस्त थाहा थियो होइन त्यो पनि सुरुदेखि अन्तसम्म अनि उहाँलाई नै हेरेर मलाई हुन्छ नि त्यो भित्रबाट त्यो एउटा किडा त जागेको थियो अनि उहाँले नै तपाईँलाई पार्टी अफिसमा पर्सनल्ली बोलाएर ल अब तिमीले गर्नुपर्छ त्यो मोमेन्ट कस्तो थियो जो म त्यो जान्नु मन पऱ्यो क्या मलाई तपाईँको सुन्दै गर्दा म आफूलाई गुजबम आएको जस्तो फिल भयो हजुर म त कोर्टमा थिएँ तरङ्गा पण्डित सरको चेम्बरमा इन्टर्न थिएँ त्यति बेला र हाम्रो दुर्गा म्याम दुर्गा लिम्बू उहाँको परिवारको एकदम नजिकको मान्छे थियो उहाँले फोन गर्नुभयो तपाईँलाई माथि बोलाएको छ आज बेलुका भन्यो आमाम अब आई कुडन्ट बिलिभ त्यति बेला सुभाष घिसिङलाई भेट्नु भनेको अब एकदम त्यो अब अर्कै हो अर्कै इट वाज रादर इम्पोसिबल अब भेट्नै नसक्ने है ठुल्ठुला मान्छेहरूले त त्यति बेला समय अलिकति अब गोर्खा जनमुक्ति मोर्चाको भइसकेको परिवर्तन थियो तर भए पनि मेरो लागि त केही चेन्ज थिएन मेरो लागि सुभाष घिसिङ उहाँ हुनुहुन्थ्यो म गएको थिएँ त्यति बेला अब नोभेम्बरको टाइममा दसैँको टाइम थियो एक हातमा मेरोमा खदा थियो तर मलाई थाहा थियो साहबले सुभाष घिसिङ चेयरम्यान साहबले त्यो खदा एक्सेप्ट गर्नु हुँदैन र मैले मखमली फुल पनि किनिराखेको थिएँ त्यो बजारबाट कि इनकेस खदा लिएर म साँच्चै नै त्यस्तै भयो उहाँ माथि पार्टी अफिसबाट आफ्नो निजी घरबाट तल पार्टी रुममा झर्नु हुँदाखेरि मैले खदा अर्पण गरेर राख फेरि मैले मखमली दिएँ अन्त एकदम स्याबाज भन्नुभयो
अन्त भित्र लानुभयो। अन्त मैले एकदम सष्टाङ्ग अहिले मेरो प्रचलित छ जिम्बाले मैले त्यति बेला दुईजना व्यक्तिलाई मैले सष्टाङ्ग गरेको मेरो जीवनमा, एउटा सुभाष घिसिङ साहब त्यति बेला र अहिले म गोले साहबलाई गर्छु। अब राजनीतिक गुरुहरू हो मेरो। त्यो बादमा आउँ सुभाष घिसिङज्यूलाई एकदम मैले पाडे टोपी लाग्थेँ। मेरो ड्रेसअपहरू बेग्लै थियो। सानैदेखि म सुटेड बुटेड पाडे टोपी लाउने हिँड्ने। अन्त मैले एक्जामहरू गर्दा पनि आइसिसीको पेपरहरू गर्दा पनि मैले पाडे टोपी लाएरै गरेको, बुझ्नु भएन। त्यसको अर्कै कथाहरू छ। अब त्यो अन्त त्यो मैले उहाँलाई पाडे टोपी लाएर उहाँको शिरमा अब बुद्ध भगवान्लाई जसरी हामीले सष्टाङ्ग गर्दाखेरि उहाँले भन्नुभयो यो टोपी लाएर चाहिँ कसैको शिरमा गिराउनु हुँदैन, यो त हिमाल हो। मैले भने यो हिमालको महादेव त तपाईँ मैले मानेको छु, यो हिमालको बस्ने गुरु बाठो रहेछ त भन्नु। अन्त उहाँले बस भन्नुभयो। यस्तै यही बेदको कुर्सीमा बस्नुहुन्थ्यो है, उहाँ बेदको कुर्सीमा बस्नुहुन्थ्यो। म उहाँको अगाडि कहिले पनि बसिनँ, कहिले पनि। जतिन्जेल उहाँ जीवित थियो मेरो सम्पर्क थियो, मैले कहिले पनि बसिनँ। यसै कारण उहाँले मलाई सानो टुल किनिदिनु भएको। अब गुरुको हराहारीमा अब मैले त उहाँलाई अब गुरु भगवान् सबै मानेको हो नि त, र हराहारीमा बस्नुहुन्थेन। उहाँ धेरै इम्प्रेस हुनुभयो। फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन भन्छ नि। उहाँले चिनिहाल्नुभयो। त्यसै पनि उहाँकोमा त्यो अद्भुत एउटा क्षमता थियो। उहाँ दार्शनिक थिए। उहाँले अब उहाँलाई अब के उहाँको वर्णन त अब 1000 जिब्रो भएको शेषराङले पनि गर्नु नसक्ने, स्वयं सरस्वती कण्ठमा आयो भने पनि सुभाष घिसिङ के हो अब हामीले म त वर्णन गर्नु सक्दिनँ। त्यत्तिको दक्षता भएको नेता। त्यहाँदेखि मेरो कन्स्टेन्ट सम्पर्क हुनु थाल्यो उहाँसँग। कन्स्टेन्ट मलाई बोलाउनु थाल्नुभयो, मलाई सिकाउनु थाल्नुभयो, पढाउनु थाल्नुभयो, यो बुझाउनु थाल्नुभयो। त्यहाँदेखि अन्तिम समयसम्म गङ्गाराम अस्पतालमा अन्तिम सास फेरिन्जेलसम्म मैले उहाँको सानिध्यमा धेरै कुराहरू सिक्नु सकेँ, एउटा गुरुबाट लिने कुराहरू। सो एउटा इमोसनल टाइम थियो। र म आज जे पनि छु त्यही पलहरूले, त्यही क्षणहरूले म छु। आज म जे पनि हो, विदाउट सुभाष घिसिङ म निल हो, विदाउट जिएनएलएफ म 0 हो। र एकदम सुभाष घिसिङ भनेपछि नै अब निरजिम्बा